जुङ्गे माछा यिनीहरू माछाहरू कस्तो खालको माछा भने यिनीहरू पाल्नको लागि चाहिँ सफा पानी चाहिँदैन। यस्तो माछाहरू पाल्नको लागि चाहिँ पोखरी वा फोहोर पानीमा पनि बाँच्छ है। यस्तै जुङ्गे माछा अनि यो जलकपुर तपाईँले थाहा छ जलकपुर माछा अहिले नेपालमा सरी जुङ्गे माछा नेपालमा खराब ब्यान्ड छ, इलिगल हो त्यो माछा। किन त्यो होइन क्या जुङ्गे माछा क्या मुङ्ग्री माछा किन ब्यान्ड छ त भनेर यो भेजिटेबल होइन, नन भेजिटेबल हो होइन। त्यो माछाको बडीमा चाहिँ ब्याक्टेरियल ग्रोथ एकदम धेरै छ होइन, जुनले त्यो माछालाई खाँदाखेरि क्यान्सर हुने चान्स एकदम धेरै हाई देखा त्यो माछालाई। सो त्यो माछा खाँदा चाहिँ नेपालमा ब्यान्ड छ, नेपालमा त ब्यान्ड छ, अरू देश कति देशमा पनि ब्यान्ड छ है। त्यो माछामा चाहिँ त्यो के भयो त यस्तो पोखरीमा पालेको माछा कस्तो माछा त काँचो खाने जुन फ्रेस रनिङ वाटरमा पाएको बुझ्नुभयो, बगिरहेको खोलामा पाएको माछा या समुद्रमा पाएको माछा त्यस्तो माछाहरू मात्रै काँचो खानुहुन्छ। त्यो काँचो मतलब यति गर्ने कि ल्यायो माऱ्यो ऱ्यान्डमली काटै खाएर ल्यायो मजाले सरसफाइ गरेर काट्यो तर सर्टेन टाइमसम्म फ्रिजमा चाहिँ स्टोर गरेर राख्नुपर्छ। त्यसको ब्याक्टेरिया किल गर्नलाई चाहिँ र टेम्परेचरमा सेट गरेर हुन्छ। त्यो टेम्परेचरमा चाहिँ सर्टेन आवर 24 to 48 आवरसम्म चाहिँ राख्नुपर्छ अनि त्यो माछालाई मात्रै काँचो खानुहुन्छ है। सो आज चाहिँ हामी चाहिँ फर्स्ट ससिमीलाई चाहिँ कसरी काट्ने भनेर चाहिँ फिस कटिङ प्र्याक्टिस मात्रै गर्छौँ है। ओके अब हेर्ने सो एउटा माछा चाहिँ सुसीको लागि काट्दा एउटा माछा चाहिँ सुसीको लागि काट्दा मोर देन 50% चाहिँ वेस्ट नै जान्छ। किन हाम्रो सुसीको लागि टाउको पनि काम लाग्दैन, त्यो पुच्छर पनि काम लाग्दैन, यिनीहरू केही काम लाग्दैन। बस काम लाग्ने भनेर यिनीहरू पनि केही काम लाग्दैन। बस काम लाग्ने भनेर एउटा माछाको सबैभन्दा यो नरम पार्ट है, माछाको सबैभन्दा नरम पार्ट मात्रै हामीलाई काम लाग्छ। यति मात्रै यदि फिले पार्ट मात्रै हामीलाई काम लाग्छ। त्यो टाउको पुच्छर यो अन्डा भुँडी बस्ने ससिमीलाई बनाउनलाई केही काम लाग्दैन, सबै फ्याक्ट्री गर्छ है। अब एउटा माछालाई दुई तरिकाले काट्नु मिल्छ, एउटा टाउकोपट्टिबाट अर्को पुच्छरपट्टिबाट काट्नु मिल्छ एउटा माछालाई है। सो तपाईँहरूलाई म देख्छु एउटा म एकपट्टि टाउकोपट्टिबाट काटेर जान्छु, एकपट्टि पुच्छरपट्टिबाट काटेर जाउँ, एकदम सजिलो छ है हेर्न। सो बस माछाको हड्डी र काँडा कहाँ मात्रै हुन्छ थाहा पायो भने काट्नलाई एकदम सजिलो छ, खासै गाह्रो छैन। सो हेर्ने पहिला सुरु म के गर्छु, पहिला सुरु यसको कान मुनिबाट यसरी चिरेर आउँछु। यसरी कहाँसम्म चिर्छु भन्दा यहाँ माथिसम्म है, यहाँ माथिसम्म चिर्छु। यहाँ माथिसम्म चिरिसकेपछि चाहिँ अब तपाईँहरू भर सुरुवातमा चाहिँ के गर्नु भन्दा चाहिँ यहाँसम्म काटिसकेपछि चाहिँ हड्डी नभेटिन्छ त्यहाँसम्म काटिसकेपछि चाहिँ यहाँनिर तपाईँले छिराउनु सरी छिराएर एउटा बाटो जस्तो बनाउनु त्यहाँको यहाँ हड्डी फिल गर्नु। चक्कुको टुप्पर चाहिँ हड्डी फिल हुन्छ, त्यो साइडबाट यसरी यहाँ तल पुच्छरसम्म काट्नु है। अनि यहाँनिर यहाँ चाहिँ यसरी काट्नु है। सो यसरी हामी माथि काट्छ है। सो अझै तपाईँलाई अझै गाह्रो लाग्छ ए यसरी एउटा बाटो बनाउनु है। अब यो बाटो बनाइसकेपछि अब चाहिँ सजिलो। अब यहाँबाट चक्कुले यसरी छली गइदिनु, यहाँ तपाईँले यसरी बगाइदिनु है। यहाँबाट बगाएपछि हड्डी फिल गऱ्यो। अलिकति यहाँनिर चाहिँ अलिकति माछा काट्दाखेरि पनि यसरी नसमाउने है, जहिले पनि यसरी कन्काले। अनि यहाँ काटिसकेपछि चाहिँ बस उतार्नु यहाँनिर अलिकति पावर लगाउनु है। यहाँनिर पावर लगाएर चाहिँ बस यहाँबाट चक्कुले जहिले माछा काटेर चक्कुले चाहिँ यसरी घोप्टाउनु पऱ्यो है। अब यसो तपाईँ ठाडो पाऱ्यो भने चाहिँ के भयो हड्डीमा मासु धेरै छोडिन्छ। सो त्यहाँबाट हड्डी चक्कुले चाहिँ बेन्ड यसरी घोप्टाउनु पर्छ। अब यहाँसम्म गऱ्यो है, यहाँसम्म गरेपछि चक्कुले चाहिँ घोप्टाउँदै अब यसरी हाम्रो एकपट्टिको माछाको यो पार्ट है यो भयो टाउकोपट्टिबाट निकाल्नु पऱ्यो। अब यसमा चाहिँ मासुहरू छ है। अहिले अब यो चाहिँ अहिले चम्चीको कोता छ ल, यो भयो एकपट्टि टाउको। अब यो पुच्छरपट्टि पनि निकाल्नु पऱ्यो, एक पुच्छरबाट पनि एकदम सजिलो सर्ट यहाँबाट काट्ने। अनि यहीँबाट चक्कुलाई यसरी सुताएर त्यसो चक्कुलाई घोप्टाउने। यो पहेँटा लिँदा पनि हुन्छ, यसलाई छोडेर आउँदा पनि हुन्छ अब यहाँनिर चाहिँ अलिकति यहाँ यसरी पहेँटा यहाँनिर चाहिँ अलिकति हड्डी हुन्छ। सो यहाँनिर चक्कुलाई अलिकति माथि उठाउने, फेरि माथि आउँछ अनि त्यसपछि तल्तिर फेरि यहाँनिर चाहिँ अलिकति पार्नु है। अब यहाँसम्म आइसक्यो ल, बस यति हो माछा काट्नु। बस यो माछाको हड्डी कहाँ हुन्छ एउटा थाहा पायो भने काटेर सक्छ ल। अब हेर्नु बाँकी छ। अब यहाँ त अलिअलि मासु छ नि, यो मासु चाहिँ यसरी चम्चीले यसको है हड्डीमा भयो है। तपाईँको मासु मासु ल
अब हामीलाई यो मात्रै खानु अब यो हाम्रो आउट त्यो बोर्ड किन हुन्छ हालिदिने यो सर फ्याँकिदिने आउट अब सिस्टममा चाहिँ आज सिस्टममा के हुन्छ ल अब हेरौँ है अब यो क्लिनिङ गर्न पनि हेरौँ है अब यता यो पार्ट छ नि यो भनेको माछाको अन्डरभरि बस्ने ठाउँ बेली पार्ट यो पनि हामीले काम लाग्छ यो पनि हामीले के गर्ने क्लिन गर्ने कसरी क्लिन गर्ने यहाँनिर काँडा हुन्छ त्यो ठ्याएको हड्डीको काँडाको मुनिबाट चक्ने सरी तास्दै हामीले यसरी है यसरी तास्दै यो पनि अलिक यता ल्याउनु यो पनि आउट है अब हेर्नु यसो यो बोसोहरू छ होइन चिल्लो चाप्लो छ भने यिनीहरू पनि फ्याँक्दैन है यिनीहरू सेतो दिनुभएको छ यो बोसो भयो है यो पनि हल्का तासेर फ्याँक्दैन सो ससिमीको लागि काट्दाखेरि चाहिँ एकदम बोसो सोसो नभएर एकदम सबैभन्दा नरम मासु युज हुन्छ मासु मात्रै हजुर ल यतिको क्लिन गरेँ है अब हेर्नु अब यो के भयो यो ढाडपट्टिको भयो माथिल्लोपट्टिको यो कता यो पेटपट्टिको हो सो जहिले पनि ससिमीको लागि काट्दाखेरि चाहिँ ढाडपट्टिको चाहिँ हामीले काट्ने गर्छ अब यो माछा त अब बाहिर गयो भने चाहिँ सालमन टुनाहरू अलिक ठुल्ठुलो हुन्छ नि त ठुल्ठुलो हुँदाखेरि यो माछाको ज्यान पनि अलिक ठुलो हुन्छ त्यहाँ त्यसको ठ्याक्कै ढाडपट्टिको र पेटपट्टिको ठ्याक्कै छुट्याउनु मिल्छ है सो ढाडपट्टिको चाहिँ सबैभन्दा नरम मासु चाहिँ कहाँ हुन्छ यहाँ तलभन्दा पनि यहाँ माथिपट्टिको यो ढाडपट्टिको मासु चाहिँ ससिमीको लागि एकदम बढी युज हुन्छ यो है ल अब त्यो चाहिँ बुझ्नुपर्छ है अब यतिको भयो है अब यसको चाहिँ छुट्याउनु मिल्दैन धेरै सानो हुन्छ अब यतिको गरेपछि नेक्स्ट भनेको क्लिनिङ अनि क्लिनिङ चाहिँ के भन्दा यो छाला अब छाला पनि हामीले निकाल्नुपर्छ है अब छाला निकाल्ने तरिका माछाले सिधा राख्ने अलिकति यो भारी आउने समाते भाग चक्कुले यहाँ हल्का चक्लो घुट्टो पार्ने सेड पुच्छर पनि तान्ने यो पनि सेड हेर्ने हेरेर फर्क छाला पनि तान्दै यसरी है सो छाला एकातिर मासु एकातिर सो अब हामीलाई काम लाग्ने भनेको चाहिँ यति मात्रै हो है अब ससिमी भनेको चाहिँ के हो यसरी नै माछा क्लिन गरेर होइन यही माछालाई त्यसरी तपाईँले पनि पातलो पातलो काटेर यो चाहिँ काँची खाने हो सर होइन अब प्र्याक्टिस खानु चाहिँ नखाने यसरी दिने भनेर चाहिँ बुझ्नु यो माछा त काँचो खानु मिल्दैन नि त सालमन टुनाहरू भएको छ है सो ससिमी भनेको चाहिँ यसरी पातलो पातलो काटेर यसरी दिनु गर्ने ससिमी हुन्छ सो काँचो माछा धेरै पिस खानु सक्दैन म्याक्सिमम् 4 देखि 5 ग्लास मात्रै दिने गर्ने है काँचो माछा दिँदाखेरि चाहिँ 4 देखि 5 ग्लास 4 भयो अब 1 अब त्यो अघि मैले सजाएको अब यो कसरी दिँदा हुन्छ जसरी दिँदा हुन्छ जसरी तपाईँले राम्रो देखाउन सकिन्छ त्यसरी दिँदा राम्रो हो है यसरी यसरी बनाएर यसरी दिँदा पनि भयो होइन यसरी हल्का बनाएर दिनु यहाँ मात्र यसलाई जसरी दिँदा राम्रो देखिन्छ यसरी नै दिनुपर्छ भने यहाँ नहुँदा यसरी जोडेर प्लेट यहाँ टेबल मुनि चाहिँ टेबल मुनि के मुनि के गर्नु जसरी दिँदा पनि भयो अब यसमा के सर्भ गर्ने त हामीले सोया सस वासाबी र जिन्जर पिकल है सो सोया सस वासाबी जिन्जर पिकल राख्ने अनि हाम्रो ससिमी रेडी सो ससिमी यतिकै दियो है उनीहरूले यतिकै सोया सस चोपेर खान्छ यो माछा चाहिँ होइन है अरू माछाहरू चाहिँ ल